छ पीडा मनमा चोट आँखामा सपना पापा हाँसोभित्र लुकेको आँसुको व्यापार यही नै हो घर अनि संसार यही नै हो घर अनि संसार के भयो बाबु? प्याज खानु नआउँदैन के हो तपाईँले? हे तेरिका खै छोड्नु म सिकाइदिन्छु। हेलमेट लगाएर पनि कसैले प्याज काट्छ भने बाबु? यो हेलमेटले छ नि कति काम गर्छ तपाईँले थाहा छ? थाहा छैन। आन्दोलनमा झगडा पर्दाखेरि एक्सिडेन्ट हुँदाखेरि कति सेभ गर्छ। अझ प्याज काट्नु भएको छ, आँसु झार्नु भएको छ, हेलमेटले त त्यो पनि रोक्छ नि त। हजुरसँग एउटा सानो काम थियो। मलाई थाहा छ बाबु के कुरा हो भनेर। मलाई खोजेको तपाईँले यसकै लागि होइन त? थ्याङ्क यू भाउजू। दाइले नहुनु फेरि सबैको छ दुःख यहाँ सबैको छ पीडा मनमा चोट आँखामा सपना पापा हाँसोभित्र लुकेको रिहान, खाना खान आउनुहोस्। अफिस जानु ढिलो हुन्छ। आजकल तिम्रो अलिक बढी भइरहेछ है यासना। के भन्न खोजेको मैले पुरै बुझिनँ। त्यो सिजनलाई किन मसँग लुकाइ पैसा दिन्छौ? त्यसको बानी बिग्रिसक्यो। के भयो त? अहिले बाबुको लाउनु खाने उमेर छ, पछि पैसा कमाइहाल्नुहुन्छ नि। ल तिमी आफै सोच, मलाई भन्नु केही छैन। ल मलाई अलि हतार छ, म अफिसतिर जान्छु, अफिसतिर खाना खान्छु। ओ के नाम है सॉरी ढिला हो गया। टेन्सनमा छौरे पटेलै बनाइदिन्छु, अलिक ठुलै लार्ज प्याकै बनाइदिन्छु। ध्यान अब भयो त भयो। 60ले कहाँ छ त साथी, हाम भने त्यो टेन्सनमा भनेपछि त्यहाँको डबल टेबर जतिन्छ भयो बिस्तारै खाऊ न, एकैचोटि खाने हो भने। ल चेस्ट ल साथी, चेस्ट। चेस्ट अनि के छ साथी हाल खबर तिम्रो? साथी त्यही त बेरोजगार, घरमा मजदुर, त्यस्तै हो साथी, हेर अब एक दुई ब्याग गर्दाखेरि नि अब पानी नै बेसी खुसी। अब यस्तो जिन्दगी हेर, रमाइलो साथीभाइ अरू कोही छैन हाम्रो साथीभाइ, त्यति हो मलाई खुसी हुन त्यही हो।
खाए नि खायो यति खाए नि खाएको ल ल साथी ल खाऊ मेरो टेन्सन छैन केटा म चाहिँ लाग्छु होइन तिमीहरू चाहिँ अब कतिखेर जाने हामी निस्किन्छौँ बिस्तारै जाउँ ल साथी बिस्तारै जाउँ बाइक लिएर आएको छौ बिस्तारै जाउँ तिम्रो तनाव पनि छ घरमा नै अलिकति ऊ छ बिस्तारै लाग्छ दाजुभाउसँग राम्रो कुरा छ भेटौँला भोलि पर्सि दिन सबै छ हाम्रो बिस्तारै जाउँ है साथी ल है तिमीहरू चाँडो जा बाइक चाहिँ बिस्तारै लैजाउँ है बाइक साइक स्कुटी लडाउला नि फेरि नराउँदैन कन्फिडेन्स ओके कन्फिडेन्स ओके ओइ कहाँ गएर आउँछ फुर्का त्यहाँ बस के हो पारा दिनदिनै रक्सी खाएर साथीको बर्थडे थियो त्यही भएर दिनदिनाको बर्थडे र पार्टी हुन्छ तिम्रो हाम्रो चाहिँ केही हुँदैन कति गरेर दाइ तिम्रो केही काम धन्दा छैन है खालि बरालेर हिँड्या छ त्यहाँ साथीको म्यान पावरमा मैले कुरा गरेको छु भोलि पासपोर्ट लिएर जाने जानु म विदेश देश फुलकुरो त्यो भिडियोमा देख्दा नि सबैको छ दुःख यहाँ धेरै दिनपछि आउनुभयो दिदी नानी एक्कासी आएको भाइहरू कतै देखिँदैन त कतै जानु भएको हो नानी बुढा अफिस जानु भएको छ देवर बाबु बाहिर घुम्न जानु भएको छ बच्चाहरू स्कुल गए अनि दाइको हाल खबर के छ त नि दिदी के हुनु र नानी जहिले पनि जहाँ रक्सी तास खेलेर दिक्क बनाउने साँझ परेपछि आएपछि झगडा गर्नुहुन्छ दिक्क लागेर यसो माइतमा मनको सान्त्वना मिल्छ कि भनेर आएको नि नानी सबैको घर अनि संसार यस्तै त हो नि दिदी भोक लाग्यो होला जाउँ न खाजा खाना दिदीलाई भोक लाग्यो मिठो बनाएको नानी ओहो दिदी आउनु भएछ त कतिखेर आउनुभयो नमस्ते नमस्ते भाइ भर्खर 2-3 घन्टा भयो आएको त नानीले मिठो बनाएर खाना बनाएछि अनि खाँदैछौँ तिमी खाना नखाने म लुगा चेन्ज गरेर आउँछु फ्रेस भएर आउँछु अनि खाना खाउँला नि बिहान खाना खान आउनु है बिहान पनि खाना खानु भएको छैन अनि हिजो दिदी आउनु भएको थियो के भयो कुरो तिमीहरूको साथी हिजो दिदी आउनु भएको थियो के छ दिदीको हाल खबर सबै ठिक छ म त हिजो हाल तिमीले ल्याएको थियो म गएर गएँ घप्लाको सुतेँ म त यो रक्सी भन्छ नि के हो ल म चाहिँ लागेँ होइन ल ल ल ओके ल तिमी भने टाइममा जाऊ ल ओके है ल साथी ल तिमीहरू पनि चाँडो घर जाऊ फेरि है ओके ल ल ल हेर्नु त दिदी यो फोटो कस्तो छ कति राम्रो आएको हो नानी के कुरा हुँदैछ दुईजनाको के हुनु र भाइ आमाजु गरी गफ गरेर बसेको
अनि उता घर परिवारमा भिनाजुलाई के कस्तो छ ल? तिमीलाई भिनाजुको बानी थाहा छँदैछ, जान खाने बानी छ, अहिलेसम्म कहिले सुध्रिन सकेको छैन भाइ, त्यस्तै छ। भनेपछि भिनाजुको बानी अझै पनि सुध्रेको छैन। ओ बाबु आइपुग्नु भयो। बाबु आउनु बस्नुहोस्। दिदी नमस्ते दिदी। नमस्ते नमस्ते। के हो, आज पनि जाँड खाएर आयो क्या? सधैँ जाँडाहरू चढ्यो म सधैँ झर्किनुहुन्छ। कति कराउनु भएको? यसो सम्झाउनु न। घरको पिरले माइतमा यसो सान्त्वना मिल्छ कि भनेर आएको, माइतमा कान्छो भाइको पारा नि त्यस्तै छ। तिमीले अलिअलि सम्झे बुझा गर्दैनौ बाबु? बाबु जाउँ खाना। सबैको छ दुःख यहाँ, सबैको छ पीडा। हजुर दाइले धेरै टेन्सन लिइराख्नु भएको छ। यसो कामसाम खोजेर काम गर्ने गर्नु न। हस् हजुर हुन्छ। ल ल हुन्छ। ल दिदी, तपाईँ रुममा गएर आराम गर्नुहोस्, सुत्नु। भोलि कुरो गरौँ। हस् म पनि सुतेँ है। हस्। तिमी त्यो देवर भनेर धेरै नबोल्नु ल है, त्यो धेरै बिग्रिसक्यो। हे धेरै टेन्सन नलिनु। देवरलाई मैले सम्झाइदिएको छु, काम खोजेर काम गर्नुहुन्छ अरे। ढिलो भइसक्यो, सुत्नु भोलि अफिस जानुपर्छ। सुजन आएको छ यहाँ? सुजन हजुर, ऊ त्यहाँ बसेर खाइरहेको छ। हेलो भाउजू को? हेलो बाबु बाबु। त्यहाँ बस्यो नि। हेलो बाबु बाबु। के भयो आसमा? कोसित फोनमा बोलिरहेको? कसलाई के भयो र? किन आत्तेर कराइरहेको? बाबुको फोन आएको थियो। बाबु बाबु भन्दै हुन्थ्यो। एक्कासी फोन काट्यो, त्यही भएर आएको थियो यहाँ। जानु त यसो माथि गएर हेरेर आफ्नो बाबुलाई के भयो? त्यसको के काम छ र? अन्न रक्सी खायो होला, कतै लडेर बसिराखेको होला नि। हाम्रो घर परिवारको विषयमा तपाईँलाई बोल्न मिल्दैन है दिदी। रियान तपाईँ जानु, बाबुलाई हेरेर आउनु। छिटो जानुहोस्। ल ल, अफिसमा छुट्टै तनाव छ, घरमा आयो घरमै त्यस्तै तनाव। मैले मात्रै कता के हेर्ने हो र? तिमी आफै भन त आसमा। झन् त्यो सिजनले त मेरो टक्क खाइसक्यो। त्यसलाई केही न केही नगरी भएको छैन। ल ल, म गएर हेरेर आउँछु। कति न उसको मात्र देवर जस्तो। मैले भनेको त तिमीहरूलाई बिस हुन्छ होइन? तिमी चाहिँ मसँग किन रिसाएको? त्यस्तो कुरा होइन नि दिदी। सिजन तपाईँको भाइ होइन र? तपाईँलाई माया लाग्दैन र? माया भाइ भनेर चाट्ने हो र यस्ता जोडियालाई? अरूलाई दुःख दिएको छ, बढालेर हिँडेको छ, काम धन्दा केही छैन।
आज के भएको त्यसै रिसाउनुहुन्छ? ओइ तँ कहोस् तेरो मेरो भाइसँग के दुश्मनी छ? आजसम्म जे जस्तो भए पनि मेरो भाइ कसैसँग झगडा गरेर हिँडेको छैन। छोड्दै मेरो भाइलाई, नभए मात्र त कोस् मलाई मतलब छैन, मलाई तेरो भाइ चाहिएको छ। छोड्दै बोलेको त के अरे तँलाई पख मैले जानेछ। दाइ दाइ म रोहन चिन्नुभयो नि म रोहन। ए कुकुरा भनेको त यो गदा रोहन पो रहेछ। मान्छेलाई त्यत्तिकै हताएर ए साला रोल पो रहेछ त। कहिले आएको समय नगर्नु है। भयो 3-4 दिन भयो झ्याप भएर जोक गराए नि। जोक पनि यस्तो हुन्छ जोक? मेरो यहाँ मुटु छाम कति ढुक्नु भयो। नरिसाउ होइन, यदि तिमीले टोपी खोल्न ढिला गरे भए तिम्रो टाउको फुटेर तरबुजा जस्तो ब्लास्ट भइसक्थ्यो। बाँचिस टाइममा टोपी खोलेर ल हिँड्नु काम। भाउजू त्यहाँ आँतेर बसिरहेछ। बिहान बाबुलाई के भएको रहेछ? के कुरा हुनु नि, सब यसको करामा त मान्छेलाई बेकारमा तनाव र दुःख दिएर। नमस्ते भाउजू। नमस्ते। अमेरिकाबाट कहिले आउनुभयो बाबु? 3-4 दिन भयो भाउजू। साथीलाई नभेटेको भएर भेट्न आएको, अलि रक्सी खाएको रहेछ, त्यही भएर घर पुऱ्याउन आएको भाउजू। रोहन बाबु आज यतै बस्नुहुन्छ होला नि? होइन भाउजू, अब घरमा नि घर सल्लाह गर्नु छ, पछि आएर बसौँला। अहिले निस्किरहेको भाउजू। दाइ सारी लाग्ने ल बसौँ न। पछि भेटौँ। सरी भाउजू दाइ, मैले गर्दा डिस्टर्ब भयो तपाईँहरूलाई। कुरो गरौँ है। गुड नाइट। ल हामी पनि जाउँ। घरबाट त आयो, यसो भाइलाई सोचेर बुझेर सल्लाह गर्नु पर्ला। यत्रो ऋण छ, सोच विचार पुऱ्याएर त पैसा त माग्नै पर्छ। के कुरा हो र? मलाई अफिस जान हतार भइसक्यो। के कुरा हो भन्नुहोस् न। भिनाजुको बानी तिमीलाई थाहा छँदैछ। तास जुवाले गर्दा नै ऋण छ। घरमा मान्छेहरू आएर धेरै दुःख दिन्छन्। अलिकति सापट्टि पैसा मिल्छ कि भनेर नि बाबु। अहिले त मसँग नै कताबाट हुन्छ र त्यत्रो पैसा दिदी? अफिसबाट आएको पैसा घर र स्कुलको फी तिर्दै ठिक्क हुन्छ। तपाईँलाई चाहिँ कति पैसाको आवश्यकता परेको हो नि दिदी? धेरै त होइन बाबु, यसो 50 लाख जति भए सबैको ऋण तिर्ता गर्न पुग्थ्यो कि। 50 लाख? त्यत्रो 50 लाख मैले कहाँबाट ल्याउनु? बाले जोडेको माथि अलिकति जग्गा थियो, त्यही बेचबिखन गरेर अलिकति पैसा मिलाउनु मिल्दैन बाबु? अब यो घर पछिको सम्पत्ति भनेकै त्यही एउटा जग्गा छ दिदी। यो दिदीले के कुरा गर्नुभएको? 50 लाखको लागि त्यत्रो जग्गा बेच्ने कुरा गर्नुहुन्छ? देवर बाबु हुनुहुन्छ, हाम्रा पनि बालबच्चा छन्, भविष्यको लागि सोच्नुपर्छ है रियान। हामी दिदी भएको सल्लाहमा तिमी चाहिँ किन पक्का आएर बोलेको नि? तिम्रो काम छैन? जाऊ घरमा गएर काम धन्दा गर, हामीलाई सल्लाह गर्न दियो। ल दिदी, म हतार छ, अफिस गयो। बेलुका उतै तपाईँको घरमा आएर सल्लाह गरौँ न। दिदी तपाईँ माइतीमा आएर यस्तो कुरा गर्न लाज लाग्दैन? मुख सम्हालेर बोल। यो घरमा मेरो पनि हक छ। यस्ताको मुख हेरेर के बस्नु? म पनि हिँडेँ।
त्यो माइत गइरहेछ त कति लाखको बिटा ल्याइरहेछ दियो होला नि तेरो भाइले नकराउनुहोस् तपाईँ जहाँ रक्सी खाएको छ दिनरात बडा लिएर हिँडेको छ के गर्नु त बुढी जग्गाको कारोबार सबै ठप्पै छ अब पहिला मैले लाखौँ लाख कमाएकै हो तिमीले यसरी गनेकै हो अब अहिले कमाएको छैन भने नहेप है भविष्यमा मेरो पनि त दिन आउला नि दिन आउला आउला होइन आइसक्यो होस्टेलबाट फोन पनि आइसक्यो पैसा मागिसक्यो अब के गर्नुहुन्छ नि अजिङ्गरको आएर दैवले जुराउँछ भन्छन् मेरो पनि त दिन आउला नि बुढी के कसो तपाईँ चाहिँ तिएर बसिराख्नुहोस् म त भर्खरै आएको गएँ म त माथि कति माथि जान्छस् जा जति माथि जानु थियो गइसक्यो आफू त तलै ठिक छ बाबु हजुर भाउजू तपाईँलाई घरको विषयमा के कुरा थाहा भयो थाहा भएन भाउजू के कुरा हो अस्ति दिदी आउनु भएको थियो नि दाइसँग पैसा माग्ने भनेर आउनु भएको रहेछ दाइसँग पैसा छैन भनेपछि त माथिको जग्गा बेच्ने कुरा गर्दै हुनुहुन्थ्यो त्यो दिदी पनि के हुनुभएको होला दाजुले पनि साह्रै दुःख दिनुभयो दिदी दाइ पनि अब दिदीको पैसा ल्याएर दाइलाई म सम्झाउँला भाउजू दाइलाई सम्झाइहाल्नु है बाबु नत्र सम्पत्ति नै हो त्यो कुरा मलाई पनि थाहा छैन भाउजू र भाउजू अहिले ढिला पनि भयो साँझमा कुरो गरौँ न है भाउजू ल जानुहोस् साँझ चाँडै आउनु है हस् चाँडै आउँछु भाउजू है त एकदम ठिक छ अरू के चल्दैछ अरू सबै यस्तै बसी बसाइ अनि साथी के छ भने अमेरिका हाल के छ त नि ठिकै छ फर्किङ गरेर आइपुग्यो कि जाने हो अब एक महिना बस्नु हेरौँ त्यसपछि के हुन्छ त्यो अनुसार अब सल्लाह गरेर गरौँ तिम्रो विचार नि अब बेलुका छ होइन तिमी त के गर्ने अब आफ्नो विचार गर है के खाने हो हौ न यसो यसो के छ बाबु त्यो चिसो बिउ ल्याउनु है है फ्रिजमा हालेको चिसो अनि तपाईँ के साथ होइन त यस्तै त हो नि यही गर्छु भनेर आएको छु अब खै समयले साथ नदियो अब त्यहाँको जग्गा अनि के भयो जग्गा चल्दैछ हो रहिरहेछ गर्नुपर्छ भइहाल्छ नि सबै अन्त अहिले उसो मन्थली आउँछ उसको रोजगार छ के छ अहिले देशकै स्थिति आउला नि अब एक दिन आउँदा आउँछ अनि के छ नि साथी नेपाल आउँछ मेरो नि यार यस्तै बसी बसाइ आयो पियो खायो धन्यवाद है ल हालौँ त हालौँ साथी चिसो रहेछ त्यो एकदमै गाडी क्या होला
हो भिनाजु नमस्ते। के हो तपाईँ पनि दिउँसै तानेर बस्दिने? यसरी त भएन नि भिनाजु। नमस्ते रियान बाबु, नमस्ते। आज त धेरै दिनपछि आयो त, के ठुलै काम थियो कि क्या हो? काम त त्यस्तो केही छैन भिनाजु। हिजो दिदी पनि माथि घरमा आउनुभएको थियो, अनि तपाईँको प्लोटिङको बिजनेस अहिले अलिकति ठप्प भयो भन्दैमा यसरी रक्सी खाएर नहिँड्नुहोस् न। घर परिवारको बारेमा पनि त सोच्नुहोस् न। अब के गर्ने बाबु, यता 2-4 करोड प्लटिङमा लगाएको थियो, त्यो पनि डुब्यो। यता ब्याङ्कले पनि तनाव दिएको छ, ऋणै ऋण छ। साथीभाइहरूको ऋणले पनि झन् तनाव दिएको छ। अब मेरो साथी भनेकै यही रक्सी हो। पर्दैन दिदी, यहाँ बस्नुहोस् न। तपाईँले के कुरा गर्ने भन्नुभएको थियो, त्यही कुराको सल्लाह गर्ने भनेर आएको म यहाँ। तपाईँलाई पनि पैसाको खाँचो रहेछ, मलाई पनि त्यस्तै छ। मेरो पनि व्यापार अलिकति बढाउँ कि भन्ने सोचेको छु। ठिकै छ नि त बाबु, मैले भनेको कुरा तिमी सहमति भइहाल्यो। हेर्नुहोस् त बुढा, बाबुले यत्रो सहयोग गर्न लागेको छ, तपाईँले पनि जहाँ रक्सी खान छोड्नुहोस्, माथिको जग्गा सल्टाउनतिर लाग्नुहोस्। अब बाबुले मलाई यत्रो सहयोग गर्ने भएपछि जब यो रक्सी म छोडिहाल्छु नि, माथिको जग्गा म सल्टाइहाल्छु नि, तिमी ढुक्क हो। ठिकै छ नि त भिनाजु, तपाईँ जग्गाको बारेमा बुझ्दै गर्नुहोस्। म पनि घरमा गएर कागजपत्र मिलाउँदै गर्छु। त्यसबाट आएको पैसाले भाइलाई पनि विदेश पठाउँछु, मेरो व्यापारलाई पनि बढाउँछु, अनि तपाईँको प्रब्लम पनि सल्भ हुन्छ। ल बाबु, पछि भेटौँ ल, अनि कुराकानी गर्दै गरौँ ल। अहिलेलाई ल दिदी, म गएँ है त। राम्रोसँग जाऊ है बाबु। हस् हस्। ल म पनि गएँ, 24 घन्टा त्यही रक्सी पिएर धोकेर बसिरहनु। अनि भात चाहिँ तेरो बाउले खुवाउँछ ल। आउनु भएको छैन नि। आइपुग्नु भयो। किन आज ढिलो गरेको नि? त्यही दिदी भिनाजुलाई भेट्न गएको होला नि। म जहाँ गए पनि तिमीलाई के मतलब? आफ्नो कामसँग मतलब राख न। किन भाउसँग रिसाउनु भएको? हिजो दिदीसँग के कुरा गर्नुभएको त्यो सबै मलाई थाहा भइसक्यो। के थाहा पायो तिमीले हाम्रो विषयमा? तिमीले थाहा पाउनुपर्ने जरुरी पनि छैन। के भाउजूले कुरा लायो होला तिमीलाई, होइन? जसले जे कुरा लगाए पनि म त्यो जग्गा मरे पनि बेच्न दिँदिनँ। बाबुले ठिक कुरा गर्नुभएको छ। भोलि बाबुको पनि बिहे होला, हाम्रा पनि छोराछोरी छन्, ठुला हुन्छन्। भविष्यको लागि सम्पत्ति बचाएर राख्नु परेन? बुद्धि छैन? तिमीहरू नै रहेछौ जान्ने बुझ्ने। एउटा जाँड रक्सी खाएर हिँड्ने, एउटा घरको घरधन्दा गरेर बस्ने। तिमीहरूलाई के थाहा बाहिरको कुरा? आफूलाई यहाँ बिजनेस गर्न पैसा चाहिएको छ, तिमीलाई विदेश पठाउन पैसा चाहिएको छ। के तिमीहरूले ल्याउँछौ पैसा? जानु पर्यो सर, मलाई जग्गा बेचेर विदेश बरु म यतै केही काम गरेर खोज्छु। हेर्नु त, फेरि त्यो जग्गा सग्गा बेच्ने कुरो गरे नि फेरि नराम्रो हुनसक्छ नि फेरि। तपाईँ पनि सोचेर काम गर्नु है, नत्र भविष्यमा दुःख पाउला नि। आज यो नल्लाई के भएको? कुरै नबुझी रिसाउँछ।
बाबु हजुर दिदी तिमी कता छौ? म फ्रेस भएर लालीगुराँस रेस्टुरेन्टतिर जान लागेको दिदी। किन र? तिमीसँग एकदम जरुरी कुरा गर्नु थियो। केही काम थियो र दिदी? काम त थियो नि बाबु, एकदम जरुरी नै काम थियो। बरु तिमीलाई साँझमा भेटेर भन्नुला नि, हुन्न र? ए हस् हस्। दिदी बस्नुहोस् न। त्यस्तो के काम थियो र मसँग? एक्कासी फोन गर्नुभयो त? त्यस्तो त केही पनि होइन बाबु, माथिको जग्गाको विषयमा भिनाजुले सबै कुरा मिलाउनु भएछ। त्यही भएर तिमी ढुक्क भएर बस्नुहुन्छ नि बाबु। चिया खानुहुन्छ कि दिदी? पर्दैन बाबु, मैले चिया खाएर आइसकेँ। त्यो त ठिक छ दिदी, त्यो काम भयो भने त तपाईँ र मेरो प्रब्लम सल्भ हुने थियो। आजकल बुहारी चाहिँ किन मुखै लाग्न थालेकी छ नि? मैले कुरा बुझेन नि दिदी, के कुरा गर्न खोज्नु भएको? आजकल बुहारीको बानी अलिक ठिक लाग्दैन मलाई। अस्ति तिमी अफिस गएको बेलामा गाली गरेर मलाई पिटाउन जस्तो गरिन् बुहारीले। त्यस्तो कुरा नगर्नु न दिदी, आसमाले त्यस्तो काम गर्दैन। बाबुलाई विश्वास लाग्दैन होला। अस्ति म एकछिन बसेको भए गाली त के भुतल तिम्रिन होला मलाई। वाह दाइ, पहिला जग्गाको कुरा, अहिले भौजूले कुर्न लागेको कुरा, तपाईँको आँखामा पट्टि लागेको छ क्या? अझै पनि दिदीको कुरा सुनेर तपाईँको विश्वास लाग्छ? फेरि यहीँ मुन्टिस जरे माइतमा गयो भने बुहारीले कुटुन झैँ गर्ने। काहीँ गएर यसो दुःख सुख हुन भाइ गर्छ भनेर आएको, फेरि यहीँ जतिखेर नि मुन्टेछ जड्या। भएको दिदी नरुनुहोस् न। सिजन तिमीले खाइसक्यो, तिमी खुर्क घर गइहाल त। हेर्नुहोस् दाइ, तपाईँले म धेरै इज्जत गर्छु, तर जबदेखि घरमा दिदी आउनु भएको छ नि, त्यहाँदेखि घरमा झगडा भइरहेको छ। तपाईँले बुझ्नु भएको छ? हेर्नुहोस्, बेलामा बुझ्नुहोस् है, भविष्यमा फेरि नराम्रो होला फेरि। ल म गएँ। देख्यौ त बाबु, यिनीहरूले एक्लै पायो भने त मलाई पिट्छन् पनि होला। दुःख मन नगर्नुहोस् दिदी, यिनीहरूलाई म घर गएपछि ठिक पारिहाल्छु नि। बरु रात पनि परिसक्यो, अब जाउँ होला। ल हुन्छ बाबु, अब जाउँ। भाइ जग्गा यही हो। अब यसलाई चाहिँ राम्रो भाउमा बिकाइदिनु पर्यो। तपाईँ टेन्सन नलिनु नि भाइ, एकदम राम्रो भाउमा म बिकाइदिन्छु। ल म पनि खोज्छु, तिमी पनि खोज है त। मैले यो जग्गाको बारेमा अरूलाई कसैलाई भनेको छैन, किनभने यो जग्गा मेरो सुटुक्क बेच्नुपर्ने भएको छ कि। त्यही भएर तिमीलाई मात्रै भनेको। ल दाइ, मेरो पनि एकदम राम्रो कस्टमरहरू छ, भोलि ल्याएर म जग्गा देखाइदिन्छु। हेर भाइ, यो कुरा मिलिहाल्यो भने सुटुक्क मलाई फोन गर्नु, कुनै ठाउँमा बसेर कुरा गराउनु। ल दाइ, त्यस्तै गरौँला नि त। अहिलेलाई चाहिँ जाउँ।
आसमा ए आसमा यता आऊ त आसमा ए आसमा किन यस्तो आत्तिँदै कराउनु भएको के भयो र यहाँ राखेको जग्गाको लाल पूर्जा कहाँ राख्यो तिमीले कस्तो कुरा गर्नुभएको मैले तपाईँको लाल पूर्जा लिएर के गर्नु छ र बल्ल कुरा बुझेँ मैले दिदीले भन्नुभएको कुरा सही रहेछ एउटा जाँड खाएर आएर हल्ला गर्ने एउटा घरमा बसेर मेरो दिदीलाई कुट्न खोज्ने के रे बढी कुरा गर्ने होइन है रियान मैले तपाईँको दिदीलाई पिट्न खोजेँ रे दिदीको मायामा बोलाउन लाग्नु भयो कि क्या हो पछि पछुताउनु पर्ला नि यहाँ दराजमा राखेको लाल पूर्जा कसले चोरेर लान्छ त कागज पत्र लुकाएर राख्न तिमीलाई लाज लागेन मैले के गरेको छु र लाज लाग्नु पर्ने बरु तिमीलाई लाज लाग्नु पर्ने दिदीको कुरा सुनेर घरमा आएर झगडा गर्छौ बढी हुने होइन आसमा बिहे गरेदेखि आजसम्म तपाईँले म माथि हात उठाउनु भएको थिएन तर आज दिदीको कुरा सुनेर म माथि हात उठाउनु भएन होइन त यो त मैले पहिला नै गर्नुपर्ने थियो के हो दाइ हजुरले हात हाली भएछ होइन के कमी कमी देख्नु भाउजूमा यहाँ टाउको दुखिरहेको बेलामा तिमी चाहिँ बढी नगर है सिजन फेरि तिमीले पनि खालाउने वाह वाह दाइ गजब भाउजूलाई त हात हालिसम्म भयो क्या मै त बाँकी छु नि हानी भाइ हान्नु के नै बाँकी छ र बढी नगर है तिमीहरूले गर्दा म यहाँ गौरव आइसक्यो ओहो बुहारी नानी सन्चै सन्चै नमस्ते भेनाजु नमस्ते नमस्ते बस्नुहोस् म पानी लिएर आउँछु नि अनि रियान बाबु खोइ त म देख्दिनँ त तपाईँसँग एउटा सल्लाह गर्नुपर्ने थियो ल सोधेको प्रश्नको उत्तर दिनु छैन जग्गाको विषयमा थाहा पायो कि क्या हो ल ल नानी के सल्लाह भन नि त हामी पनि सुनौँ अस्ति दिदी घरमा आउनुभएको थियो रियानसँग 50-60 लाख माग्दै हुनुहुन्थ्यो रियानले पैसा छैन भनेपछि माथिको जग्गा बेच्ने कुरा गर्दै हुनुहुन्थ्यो यसो दिदीलाई सम्झाउनु पर्यो कि भेना अब के गर्ने पहिले नै सम्झाएको भन्या सुन्ने होइन केही गर्ने होइन
यस्तो नगर भन्दा झन् गर्छ। अब यस्तो दिक्क लागिसक्यो मलाई, यस्तो दिक्क लागिसक्यो। एकान्तमा गएर बसौँ जस्तो भइसक्यो क्या। यस्तो टेन्सन दिएछ, भनेकै सुन्ने होइन, जति भने पनि। दिदीले गर्दा दाजुभाइ रियान र मेरो झगडा भइरहेछ। भेना कुरामा खाजा सोध्न बिर्सेछु, के लिनुहुन्छ कि? के पर्दैन नानी, अहिले खासमा म रियान बाबुलाई भेट्न आएको। रियान बाबु नै छैन रहेछ। रियान बाबु आएपछि यसो फोन गर्नु लगाइदिनु न है। ल ल भिनाजु, रियान आएपछि म भनिदिउँ ल, राम्ररी जानु। ल हुन्छ नि त नानी है, म अहिलेलाई लाग्छु है त। ल ल अस्ति जुन तपाईँले देखाउनु भएको जग्गा मैले उहाँसँग कुरा गरेको छु। उहाँले चाहिँ लिने विचार गर्नुभएको भएर मैले तपाईँलाई भेटाउन राखेँ। अनि जग्गा हेर्नुभयो? जग्गा मैले हेरेँ, जग्गा ठिक छ, जग्गा एकदम मन पऱ्यो मलाई। भाइले मलाई जग्गा देखाउनु भयो, जग्गा ठिक छ, जग्गा मैले लिने भएँ। ड्रिङ्क केही लिनुहुन्छ कि? ड्रिङ्कसिङ त म तपाईँले त ड्रिङ्क लिइरहनु भएको रहेछ। ड्रिङ्क चाहिँ म लिन्न, म कफी गरौँ न दुइटा भाइ र मलाई। कफी भाइ, दुईटा कफी। ल दाइ, मैले मान्छे लिएर दिइहाल्यो। तपाईँहरू दुईजना कुरा गर्नुहोस्, मेरो भाग पनि यसो राखिदिनु होला है। भनेपछि तपाईँलाई मेरो जग्गा मन पर्यो होइन त? जग्गा मलाई मन परेकै हो, जग्गा ठिक छ। तपाईँलाई जग्गा मन पर्यो भए बहिनी गरौँ त आज। जग्गा मन पर्यो, जग्गा ठिक छ। अब तपाईँलाई म टोकन बैना स्वरूप 1 लाख रुपियाँ अहिले दिइरहेको छु। दिनुहोस् 1 लाख रुपियाँ टोकन बैना। बाँकी म केही समयको लागि बाहिर जाँदैछु। बाहिर गएर घुमेर आइसकेपछि अनि कसरी हुन्छ बसेर कुरा गरौँ हामी, कसरी पास गर्ने भन्ने विषय हुन्छ। अहिलेलाई जाउँ। हुन्छ ल हुन्छ, लाग्यो।
कामहरू मैले भने तपाईँले रोज खाने आएपछि के भन्नु नमस्ते नि भेना गरे यस्तो काम गर्न लातार्दैन ठन्डा हुन बाबु ठन्डा एक्कासी रिस नदेखाऊ के जवानीको जोस हुन आउनु बाबु भेना त नभएको भयो नि तपाईँ अहिले यहाँ के भइसक्यो यहाँ त्यो हाम्रो माथिको जग्गामा धेरै दलाली लौटा नहुने तपाईँ फेरि नराम्रो होला फेरि भेना विचार गर्नु बाबुले के कुरा गरेको यसमा मेरो केही दोषै छैन कसैले मलाई फसाउने षड्यन्त्र गरेको है मेरो त्यसमा केही दोषै छैन धेरै झुट्नु बोल्नु भेना त्यहाँ माथि जग्गामा तपाईँ लगेको दलालहरूले तपाईँको नाम लिएको छ नि यो सब ममाथि षड्यन्त्र हुँदैछ बाबु यो काण्डमा मलाई यस्तरी फसाइँदैछ कि हेर बाबु एक दिन म यसको सत्य तथ्य खोजेर म निर्देश छु भनेर म साबित गर्छु कि अब तिम्रो अगाडि तपाईँ सत्य तथ्य खोज्दै गर्नु अर्को पालिदेखि नि हाम्रो जग्गामा दलाली ल्यायो भने नि सिधै घर आउँछु नि भेना याद गर्नु म सोझो मान्छेलाई मात्रै नराम्रो हुन्छ कि हो आज यो बाबुलाई रिसाउने भूत लागेको के हो भाइ मलाई एउटा रुम मिलाइदिनु है रुम खाली छ ए ल एउटा राख्नु त त्यसले मलाई थर्काउने को हो त्यो मलाई थर्काउने ए बुढी पानी लिएर आऊ त के एक्लै एक्लै गरिराखेको नि पानी हालेर थपेर खानु पर्यो होला होइन रक्सीमा हेर बुढी आज सिजन बाबुले झन्डै कुटेनन् मलाई राम बाँचेर आइयो अबदेखि यस्तो गल्ती गर्यो भने छोड्नेवाला छैन भनेर मलाई धम्की नै दिएर गइसक्यो कि तपाईँलाई चाहिँ बिहानै रेस्टुरेन्टमा गएर खानुपर्छ त घरै बसेर खाएको भए हुँदैन थियो जति सम्झाए पनि लाग्दैन मलाई त टाउकै दुखेर आइसक्यो के कुरा हुँदैछ दिदी भेनाको नमस्ते है भेना नमस्ते के हुनु नि हिजो तिम्रै अगाडि सिजनले गाली गर्यो आज भिनाजुलाई पनि झन्डै कुटेको रे बाबु यो के हुँदैछ मेरो घरमा कहिले सिजन रिसाउने कहिले आसमा कराउने मलाई त दिक्क लागिसक्यो हेर बाबु जन्मेर यत्रो भइयो अहिलेसम्म कसैले अहिलेसम्म मलाई ठडिया थिएन तर आज बाबु सिजन बाबुले पिट्ला जस्तो गरेको देखेर मन साह्रै रोएको छ अब त तिम्रो जग्गा मैले सल्टाउन सक्दिनँ होला तपाईँ किन चिन्ता लिनुहुन्छ जग्गाको काम बाबुले नै बिक्री गर्छु भनेपछि सानसानो कुरामा नि चित्त दुखाउँछ नि त बुढा ल भेना मैले बोलिसकेँ त जग्गा बिक्री गर्ने भनेपछि गर्ने तपाईँ अरूको कुरा सुनेर टेन्सन नलिनु न ल मलाई अहिले हतार छ म गएँ देख्यो बुढी कस्तो लाग्यो त मेरो एक्टिङ अब चाहिँ अलि होस पुर्याएर काम गर्नु है बुढा म चाहिँ गएँ
अब त यिनीहरूलाई मैले पनि जानेको छु नि। आज त चाँदै आउनु भएछ। अफिस जानु भएन कि क्या हो? तिमीहरू देवर भाउजूले मलाई जिउन पनि नदिने भयो होइन? हामीले त्यस्तो के गरेछ र? आजकल तपाईँले दिदी भेनाको कुरा सुनेर तपाईँको दिमागले काम गर्नै छोड्या छ। हिजो त्यहाँ सिजनले गाली गरेर दिदी रुनु भयो, आज भिनाजुलाई पिट्ने धम्की दिएर गयो भनेर भिनाजु रुनु भयो। मैले चाहिँ के गर्ने नि, तिमी नै भन न आसमा। आज भोलि त मेरो कुरा वास्तै गर्नु न तपाईँले। दिदी भेनाको कुरा सुनेर खाली झगडा मात्रै गर्नुहुन्छ। पहिला त कस्तो माया गर्नुहुन्थ्यो, आज भोलि त हात पनि हाल्न थालिसक्नुभयो होइन त? नमस्ते, सन्चै हुनुहुन्छ? के हो एकदम खुसी देखिनुहुन्छ भिनाजु? के छ त हामी पनि यसो थाहा पाउँ न खुसीको राज के हो तपाईँ? त्यस्तो त केही कुरा थिएन बाबु। आज मेरो एउटा ठुलो काम बन्यो, त्यही भएर यसो हल्का रमाइलो। अनि तिमी कहाँबाट मुन्ट्यौ बाबु? होइन भिनाजु, हजुरले पैसा लिनु भए पनि 1 वर्ष भइसक्यो, यसो पैसा दिनुहुन्छ कि भनेर बाटो पर्या भएर छिरेको म त। अब मलाई 1 हप्ता जतिमा चाहिँ जसरी पनि मिलाइदिनु है भिनाजु, पैसा चाहिँ अलिकति त्यस्तै परेछ। हे बाबु, तिमीलाई लाखकै बिटो बोकेर आउनु सोचे क्या? हातमा लाखको बिटा नपरे कति भइसक्यो? भिनाजु, मैले पैसा दिएको पनि 1 वर्ष जति भइसक्यो हेर्नु। अब यस्तै हो, अब मलाई 1 हप्तासम्म चाहिँ तपाईँले जसरी पनि फिर्ता गरिदिनु ल। अब मैले यति मात्रै भन्न आएको हो भिनाजु। मेरो साथी पनि अमेरिकाबाट आएको छ हेर्नु। म अहिले चाहिँ हतार छ, निस्किन्छु। म अर्को हप्ताबाट भन्दा कुर्दिनँ है भिनाजु, म निस्किन्छु। बुढी, बुढी, चाँडो तल झर त। हेर बुढी,
लक्ष्मी भित्राउनु पाएको छैन टुप्लुक्क मान्छे पैसा माग्न आइपुग्छ भने आज तिमीलाई मैले हेर त ल यो राख दराजमा होइन यत्रो पैसा चाहिँ कहाँबाट आयो बुढा त बुढी नकर न जहाँबाट ल्यायो नि त आँखा रुख किन गन्छस् जा दराजमा राखेर आइज त्यो पैसा सिजन एक्लो बसिरहेको छु के हो र ए रोहन आउनु त होला यार के गर्ने यार तनाव छ यार घरै चाहिँ झलहरू परेर चाहिँ यता भइरहेको छ यसो माइन्ड प्रेसरमा यसो आएर बसेको म तिमीलाई नै खोज्दै आएको तिम्रो घरमा पनि यस्तो तनाव रहेछ तनाव त के हुनु साथी त्यो घरमा दिदी आइरहनु भएको छ दिदीले गर्दै अलिकति घरै चाहिँ झरा भइरहेको छ त्यति हो छोड्दै जस्तो पुरा कमान नै आइपुगेको छ के छ र कमाले यार के छ सब ठिक छ बस न बस ओके यसो अल्छी लाएर बाहिर घुम्न निस्केको थिएँ यार तिमीहरू यहाँ छ अरे भनेर थाहा पाएर अनि यसो छिरेको नि म खासमा त म तिमीलाई नै भेट्छु भनेर आएको साथी हेर त्यस्तो विशेष के कुरा थियो आज साथी तिम्रो भिनाजु घुम गएको थिएँ यसो पैसा आएको छ कि भनेर सुनेको थिएँ मैले चाल पाएको थिएँ तर भिनाजुले अब खै त्यस्तो वास्तै गर्नु भएन ए हो र यसो बारेमा बुझ्नु मलाई जरुरी छ यार यदि मैले सोचेको जस्तो भयो भने त पुरै प्रब्लम हुन्छ कस्तो कुरा हो र साथी हामीलाई पनि भन्न मिल्छ नि भन त्यस्तो केही नै होइन साथी तिमीले अहिले बुझ्दैन पछि कुनै दिन यसो बसेर सल्लाह गरौँला नि बरु आजकल ढिला भयो लाग्ने क्या हो हुन्छ साथी निस्कौँ नि त उसको ढिला नि भयो सबैजना निस्कौँ न है लाम है हुन्छ साथी सबैजना अब लाग्नु न त है टाइम भयो हेलो भाइ दाइ नमस्ते नमस्कार भाइ कता हुनुहुन्छ दाइ म घरमै हो घरमै हुनुहुन्छ हुन्छ आउँदा हुन्छ है ए हुन्छ हस् नमस्ते भाइ सन्चै छु के कति कामले आयो त नि खासै काम त थिएन दाइ अस्ति टोकन बैना गरिहाल्नुभयो अब बैना कहिले गर्नुहुन्छ भनेर बुझ्न आएको दाइ भाइ म हिजो भर्खर बाहिरबाट आएको अब अस्ति टोकन बैना भइहाल्यो अब एक दुई दिनमा कसरी हुन्छ कति बैना चाहिन्छ त्यति दिउँला केही दिनको लागि म बाहिर जाँदैछु दाइ जग्गा तपाईँलाई मन पराइहाल्नुभयो मेरो भाग पनि हजुरले राखिदिनु होला म चाहिँ ढुक्क भएँ भाइले मेरो लागि यति दुःख गर्नुभएको छ भाइलाई के कति हुन्छ मेरो तर्फबाट म हेरौँला ढुक्क भएर बस्नु है ल ल दाइ म ढुक्क भएँ म अलिकति हतार छु म चाहिँ लाग्छु हुन्छ भाइ हुन्छ ल पछि भेटौँला नि हुन्छ दाइ है
तिमीले खानको त्यो राज भने चिन्छौ चिन्दैन चिन्नु ल चिन्छु साथी हो यसले हेर न त्यो माथिको जग्गाको बैना उसैले गइरहेको छ यसरी हेर्नु पर्यो ए हुन्छ म राम्रोसँग बुझ्छु अब गर्छु नि है हुन्छ बुझेर खबर गर न है ल ल ल बरु यहाँ फेरि म कमाउँछ ल म खबर गर्छु ल खबर गर ल तिमीहरूले रहेछौ जान्ने बुझ्ने एउटा जाँड रक्सी खाएर हिँड्ने एउटा घरको घर धन्दा गरेर बस्ने तिमीहरूलाई के थाहा बाहिरको कुरा आफूलाई यहाँ बिजनेस गर्न पैसा चाहिएको छ तिमीलाई विदेश पठाउन पैसा चाहिएको छ के तिमीहरूले ल्याउँछौ पैसा जान पर्यो सानो पर्यो जग्गा बेचेर विदेश म यतै केही काम गरेर खोज्छु हेर्नु त के त्यो जग्गा सग्गा बेच्ने कुरो गरे नि त्यो नराम्रो हुनसक्छ फेरि के छ हाल खबर सन्चै मेरो साथी कमल र सिजन ठिक छ बसु अनि के कति कामले आयो त साथी माथिको जग्गा होइन गएर रहेछ त्यही थाहा पाएको भएर भेट्न आएको जग्गा मन परेर बैना गरेको के भएर त्यस्तो हेर न साथी त्यो जग्गा हाम्रो हो भेनाल थाहै नभई बैना गरेछ त्यसले गर्दाखेरि घरमा तनाव भइरहेछ खास जग्गा त सिजनको पनि हो तर उसको दाई दिदी भिनाजुहरूले उसलाई उक्साएर चाहिँ बेच्नलाई बाध्य बनाएको रहेछ तर जग्गा त सिजनलाई पनि चाहियो नि कुरा त ठिकै हो साथी त्यो जग्गाको लागि अस्ति मैले 1 लाख रुपियाँ टोकन महिना गरिसकेँ त्यो पैसा त साथीले मलाई जसरी भए पनि फिर्ता गरिदिनु पर्यो नि कि कसो साथी हो तिमी ढुक्क भएर बस पैसा ल्याउने हाम्रो जिम्मा भयो तिमीले भन्यो भने ठिकै छ नि त त्यो जग्गालाई म बैना गर्दिनँ बरु तिम्रो भिनाजुलाई चाहिँ एकचोटि भेट्न जान पर्ला जस्तो छ तपाईँले हाम्रो जग्गा विषयमा थाहा पाइहाल्नुभयो यसमा साथ दिनुभएको पनि तपाईँले धेरै धेरै धन्यवाद साथीलाई यस्तो दुःख परेको रहेछ टेन्सन नलिक साथीहरूलाई म पनि सहयोग गर्छु खास कुरा सिद्धिहाल्यो रोहन अब अरू पनि काम बाँकी नै छ अब जाने होइन त ल यतिको सहयोग गरे धन्यवाद हामी निस्क्यौँ है हेलो दाइ कता हुनुहुन्छ ए म काठमाडौँ भ्याली बाहिर छु कि अहिले त्यो जग्गाको बैनाको बारेमा कुरा गर्नुपर्ने थियो म त्यहाँ सालोको नम्बर पठाइदिन्छु सालोको नम्बरमा फोन गरेर भेट है ल ल ठिक छ म तपाईँको सालोलाई फोन गरेर भेट्छु नि त यहाँ राखेको जग्गाको लाल पूर्जा कहाँ राख्यो तिमीले कस्तो कुरा गर्नुभएको मैले तपाईँको लाल पूर्जा लिएर के गर्नु छ र बल्ल कुरा बुझेँ मैले दिदीले भन्नुभएको कुरा सही रहेछ एउटा जाँड खाएर आएर हल्ला गर्ने एउटा घरमा बसेर मेरो दिदीलाई पुट्न खोज्ने के रे बढी कुरा गर्ने होइन है रियान मैले तपाईँको दिदीलाई पिट्न खोजेँ रे दिदीको मायामा बोलाउन लाग्नु भयो कि क्या हो पछि पछुताउनु पर्ला नि यहाँ दराजमा राखेको लाल पूर्जा कसले चोरेर लान्छ त कागज पत्र लुकाएर राख्न तिमीलाई लाज लागेन ओहो रियान भन्ने हजुर नै हो के काम थियो होला मलाई भेनाले हजुरको नम्बर दिनुभएको थियो के कुरा गर्नु थियो हजुरसँग त्यही भएर आएको मैले पनि थाहा पाएँ त्यस्तो के कुरा थियो र बसेर छलफल गरौँ न त तपाईँको भेनाले राजसँग 1 लाख रुपियाँ टोकन बैना लिनुभएको थियो त्यसो भए ठिकै छ त अब बैना चाहिँ कहिले गर्ने कुरा भएको रहेछ त हेलो भाइ हो हो अनि तपाईँ कहाँ हुनुहुन्छ दाइ तपाईँको त यहाँ जग्गा बेच्न लाग्छ नि त हो र हाम्रो रिसोर्टमा रिसोर्टमा हो हो अनि सुन्नु त दाइ तपाईँको पुरानो हिसाब किताब पनि त्यो पनि क्लियर गर्नु है ल हुन्छ म गरिदिन्छु ल म आएँ ल म आएँ
आउनु त्यति छन् होइन मैले थाहा पाउँदाखेरि तपाईँको जग्गाको 1 लाख रुपियाँ पहिला लिएको छ रात भनेको त्यति छ खानु पऱ्यो अब चाहिँ तपाईँले जग्गा चाँडै पाइन होला जस्तो छ त्यसको लागि कागजपत्र नक्सलपत्रहरू चाहिँ रेडी राख्नु होला त्यो त मैले ठिक पारिहाल्छु नि त्यसको बारेमा तपाईँ चिन्ता लिनु पर्दैन के हो त पहिना कुरा भइसक्यो त थाहै पत्तो छैन घरमा के हो यो मान्छेसँग बोल्ने व्यवहार यही हो तिम्रो बोल्ने तमिज छैन कसरी बोल्नुपर्छ तिमीलाई थाहा छैन जग्गा तपाईँको दाइले बेच्ने नै भइसकेपछि तपाईँ चाहिँ बिचमा किन तपाईँलाई हाम्रो घरको बिचमा बोल्न जरुरत छैन नि तपाईँलाई फेरि मुख चलाउन पर्छ नि बुझ्नुभयो आज थाहै नपाई जग्गा पहिना गर्नुभयो भोलि थाहै नपाई घर पनि पहिना गर्नु होला म त यसो चुप्लाएर बस्दिनँ नि दाइ भनिरहेको छु नि मैले जे होस् तपाईँले कागजपत्र चाहिँ ठिक पार्नुपर्छ है सर ल ल सबै कुरा म मिलाइहाल्छु नि तपाईँ टेन्सन नलिनु न खोजिरहेको थिएँ बाटोमै भेट्नु भयो बाबुसँग एउटा कुरा गर्नुपर्ने थियो नमस्ते दाइ ए नमस्ते के त्यस्तो काम कुरो छ र भन्नुस् न मामु म एकछिन दिदीसँग पसलतिर गएर आउँछु है ल हिँड्नु धेरै टाढो नजाऊ है बाबु तपाईँलाई हाम्रो जग्गाको विषयमा थाहा पाउनु भयो होला नि भिनाजुले गर्यो भने त्यो जग्गा तपाईँहरूको भन्ने कुरा मलाई पनि थाहा भएन बिहान सिजनहरू मेरो यहाँ घरमा आएपछि बल्ल थाहा भयो मलाई यो विषयमा तपाईँले हामीलाई साथ दिनुपर्छ है बाबु त्यो कुरा त मबाट भइहाल्छ नि भाउजू तपाईँ ढुक्क हुनुहोस् यस विषयमा मैले यो कुरा सिजनलाई पनि भनिसकेको छु भविष्यको लागि त्यही एउटा जग्गा त हो नि मेरो एउटा छोरा छ त्यसपछि सिजन बाबु हुनुहुन्छ उनीहरूको भविष्यको लागि पनि सोच्नु पर्यो होइन त भाउजू अहिले मलाई हतार छ अहिले म निस्किन्छु हस्त नमस्कार है तपाईँको भाइ बाउलाई चाहिँ क्या हो अस्ति केटाहरू लिएर मलाई थर्काइरहेको किन डराउनु भएको तपाईँ म हुँदाहुँदै तपाईँ डराउनु पर्ने कारणै छैन नि के हो दाइ तपाईँले यहाँ आउँदो रहेछ के हो सर हामी अन्त पहिले प्लान देख्नु पर्दा सर केटाहरू आएका थिए भनेर तपाईँ आफै हेर्नुहोस् तिमीलाई लाज लाग्दैन सरलाई त्यसरी थर्काउन हेर्नुहोस् त सिजनको कुरा धेरै ठिक छ हामी चाहिँ सिजनलाई नै साथ दिन्छौँ है हेर्नुहोस् त राजले त्यो जग्गा लिँदैन पहिला लिएको पैसा तपाईँले फिर्ता दिनुपर्छ पैसा भन्ने कुरा तुरुन्तै आउँछ त ल भेनाले लिएको 1 लाख भेनाले चलाउनु भएछ 1 हप्ता पुरा म आफै तिर्छु त्यो पैसा तपाईँ बोलाउनु भयो क्या हो भेनाजुले लिनुभएको पैसा भेनाजुले दिनुहुन्छ तपाईँ किन टाउको दुख्नुहुन्छ तिम्रो दाइले पैसा दिन्छु भनेपछि भइहाल्यो कुरा सुन्यो भने त सिजन तिमीहरू अहिले गयो हुन्छ ल दाइ जान त जान्छु कुनै दिन तपाईँ पशुधन होला याद राख्नुहोस् विचार गर्नुहोस् विचार ल जम्नु त जाउँ देख्नु पर्यो सर केटाहरू आएर पिटाउन चाहिँ गर्छ
कहाँबाट यतातिर तिनैजना आउनु भएको छ त ठुलै काम छ कि क्या हो कति झुट बोल्नुहुन्छ भेना अस्तिसम्म त कसैले फसाउन सक्दैन भन्नुभएको होइन त आज त आफै फस्नु भयो त आफूलाई यहाँ कस्तो टेन्सन भइरहेछ सिजन बाबु मेरो पैसा लिएको चाहिँ 1 वर्ष भइसक्यो भेना आफू चाहिँ सुटुक्क काम गर्ने अनि अहिले पैसा छैन भने मलाई मेरो पैसा अहिले चाहियो भने भेना भएर फट्टा काम गर्ने सालोहरूको घर बिगार्ने भेना भएर मात्र हो नभए उतार्नु पारिदिन्थे रिसको आवेगमा नआउ न बाबु मेरो के गल्ती छ र जे गर्नु छ त्यही पैसाले गरे हो अरू कुरा थाहा छैन भेना त्यो बैना गरेर पैसा खुरुक्क फिर्ता दिने हामीले त्यहाँ राजले वचन दिइसकेको छौँ मलाई त ठग्नु भयो भेना आफ्नै सालल पनि ठग्ने लाज लाग्दैन ल ठिक छ भेना तपाईँलाई 2 दिनको टाइम दिन्छु पर्सिसम्म तपाईँले पैसा दिएन भने नराम्रो हुन्छ नि ल भेना पर्सि याद राख्नु नि फेरि जाउँ केटा आज त बाल बाँचियो झन्डै मारेन केटाहरूलाई अब पर्सि पो के गर्ने होला पर्सि त यिनीहरूले मलाई झुन्ड्याउँछन् जस्तो छ मार्ने भयो बा के गर्ने ओ भेना गाडीभित्र आउनुहोस् त आउनु म किन आउनु पर्यो आउनुहोस् तपाईँ बाहिर आउनुहोस् ल भन्नुहोस् त बाबु त्यस्तो के भएर त्यस्तो केही होइन भेना तपाईँ मेरो साथीको भेना भएर मात्रै हो होइन भने मैले जाने थिएँ तपाईँलाई जग्गाको विषयमा कुरा होला नि होइन र बाबु अर्काको जग्गालाई आफ्नो जग्गा भनेर त्यसरी बैना लिन मिल्छ तपाईँले त्यस्तो काम पनि गर्ने हो के हो पारा तपाईँको मबाट ठुलो गल्ती भयो बाबु अब के गरौँ जसरी भए पनि मलाई मेरो बैना फिर्ता चाहियो भेना मलाई अरू कुरा थाहा छैन सिजन बाबुले पनि घरमा आएर यही कुरा गरेको थियो मैले 1 हप्ता टाइम मागेको छु ल ठिक छ तपाईँले 1 हप्ता भन्नुभयो 1 हप्तापछि जसरी भए पनि मलाई मेरो पैसा फिर्ता चाहिन्छ होइन भने ठिक हुन्न त्यो टेन्सन नल्याउनु बाबु म 1 हप्ताभित्र जसरी पनि मिलाउँछु अहिले म गएँ ओ भेना यता आउनु त ए बुढी मरे सब यो पैसाले गर्दा तपाईँले अस्ति राति पैसा फिर्ता दिन्छु भन्नुभयो होइन अहिले देखेर भाग्ने तपाईँहरू अस्ति रेस्टुरेन्टमा आउँदा रियान बाबुले दिन्छु भने होइन पैसा तपाईँले नि लिएको हो भेना मैले राजलाई वचन गरिसकेँ पैसा तपाईँले नि तिर्नुपर्छ है भेना दिन त मैले दिनै पर्ने हो पैसा भन्ने चिज हातमा रहेदैन के गर्ने अरू कुरा मलाई मतलब भएन 3 दिन बाँकी छ टाइम दिएको पैसा दिएन भने नराम्रो होला
के भएको होला जुवाए पनि मलाई थर्काउँछ भाइ चिया टिप्को भाइ हेर यार साह्रै बिरोध भयो यार केही न केही काम त गर्नु पर्यो नि कुरा त ठिकै हो साथी तिमीहरू यसो सल्लाह गर न त हेलो राज हामी तिनैजना यता रेस्टुरेन्टमा छौँ यतै आउनु न सबैको छ दुःख यहाँ सबैको छ पीडा मनमा चोट आँखामा सपना पारा हाँसो भित्र लुकेको आँसुको व्यापार यही नै हो घर अनि यो समयमा के बिजनेस गर्दा ठिक भयो त रोहन युएसमा बस्दाखेरि जिम ट्रेनिङ कोर्स गरेको थिएँ अब जिम हलौँ खोल्ने भन्ने प्लान छ मलाई कुरा त ठिक लाग्यो है साथी जे होस् बिजनेसको प्लान चाहिँ राम्रै हो के छ केटा हो ठुलै सल्लाह चलिरहेछ के हो के होइन साथी यसो बिजनेसको बारेमा छलफल गर्दैछौँ हामी मलाई चाहिँ मेरै बिजनेस ठिक छ अब अस्ति साथीको भिनाले पनि त्यस्तो गरिदिनु भयो मलाई अब त्यो कुराले गर्दा घरमा कति टेन्सन भइरहेछ मलाई ठिक छ साथीहरू मिलाएर गर्नु नि त्यसमा साथ सहयोग मेरो पूर्ण रहनेछ रोहनको सल्लाह अनुसार जिम हल खोल्ने प्लान भएको छ ठिक होला त साथी मसँग अलिअलि पैसा छ अहिले सिजनसँग छैन राज अलिअलि हालिदिने हो कि ठिक छ साथीहरूले गर्न लागेको कामहरू पनि एकदम राम्रो रहेछ यसमा के कति हुन्छ म पनि सहयोग गरौँला म त विदेश जान लागेको मसँग त पैसा छैन केटा हो त्यही पनि अब मैले सक्ने सरसहयोग चाहिँ म त मेरोबाट गरौँला नि ल ठिक छ अहिले मलाई अलि हतार पनि छ अब अहिलेलाई म निक्लियो कि भन्ने विचार गरेको साथीहरू पनि जाने भए म मेरो गाडीमा ड्रप गरिदिउँ कि जाउँ घर है नमस्ते भाउजू नमस्ते बाबु तिमी चाहिँ कहिले मामा घरबाट आयो बाबु आज भर्खर त मामा घरबाट आएको अङ्कल मैले एउटा कुरा सुनेको थिएँ नि बाबु सिजन बाबु र तपाईँ मिलेर एउटा नयाँ काम गर्न लाग्नु भएको रहेछ ठिकै सुन्नुभयो भाउजू हामी मिलेर काम गर्न लागिरहेछौँ ठिकै गर्नुभयो बाबु सिजन बाबुको पनि काम छैन काम चाहिँ के गर्न लाग्नु भएको बाहिर हुँदाखेरि जिमको ट्रेनिङ लिएको थिएँ जिम अहिले खोल्नु भन्ने प्लानमा छौँ एकदम राम्रो बाबु यो कामले स्वास्थ्य पनि राम्रो हुन्छ काममा पनि व्यस्त भइन्छ ल ल भाउजू लागि ल ल बाबु
बेना। नमस्ते। तिमी त धेरै पछि आयौ त सङ्गीता। उता घरमा सबैलाई सन्चै छ? सबैलाई सन्चै छ भन्नु पर्यो भेनाजु। बाबा तल घुम्न जाउँ न। तिमी भर्खर आएको छौ, पहिला फ्रेस भएर आऊ अनि जाउँला नि। ल बाबा। अनि रिहान, तपाईँको दिदी भेनाको कुरा कहाँसम्म पुग्यो त? कि अझै पनि सकिएको छैन? तिमी खाली दिदी भेनाको कुरा मात्रै बिचमा किन लिएर आउँछौ? कहिलेकाहीँ त राम्रो सोच्ने गर न। अर्काको घर बाँधेर हाम्रो जग्गा बेच्न खोज्ने त्यस्ता दिदी भेनालाई मैले राम्रो सोच्ने? तिमी आफै भन न। कुरा त सही हो नि भेना, म पनि आएदेखि यो कुरा थाहा पाइसकेको छु। अहिले यो जग्गा बेच्नुपर्ने कुनै आवश्यकै छैन। तिमी अहिले सानै छौ सङ्गीता, तिमी यस्तो कुरा बुझ्दैनौ। तिमी नबोलेकै बेस हुन्छ। सङ्गीताले के नराम्रो कुरा गरेको छ र? तिमीले अलिकति नसोचेर मात्र हो, अलिकति सोचेर काम गरे पो हुन्छ। ल ल, तिमीले पनि मलाई धेरै सिकाउनु पर्दैन, मेरो टाउको दुख्न थालिसक्यो। नराम्रो काम गरेपछि टाउको दुखिहाल्छ नि। जाऊ सङ्गीता, भोक लागिसक्यो। बाबा घुम्न जाउँ न, घुम्न जाने होइन? ल ल जाउँ न त, माइन्ड पनि फ्रेस हुन्छ। जाउँ। ओ मुसाङजी, के हो तपाईँ? हाम्रो भेनाल उसार तपाईँ जग्गा बेच्दै हो नि? भन्ने बेला तपाईँको भेनाले चाहिँ सुटुक्क बेच भनेर भन्ने, अहिले तपाईँले मलाई करार के पाउनुहुन्छ? तपाईँ जे भए पनि उहाँहरूको बिचमा पर्दै नपर्नु है, जाति हुन्न नि अहिले भन्दैछ। सिजनले जे भने त्यो मान्नुपर्छ, नत्र नराम्रो हुन्छ। तपाईँहरूको घर सल्लाह मिलाउने तपाईँहरूले करार के पाउनुहुन्छ? कस्तो खालको मान्छे? अचम्म लाग्छ। खै कस्तो खालको मान्छे। चिया खायो त सङ्गीता? आज त बिहान चाँडो उठेछौ त? खा छैन, तपाईँ हिजो मध्यरातमा आउनुभएको थियो, कहाँ जानुभएको थियो? यसो हिजो साथीको पार्टी थियो, त्यही भएर ढिला भएको नि। तिम्रो पढाइ कस्तो चल्दैछ नि? पढाइ त ठिकै छ, अनि तपाईँको काम के कस्तो चल्दैछ नि? काम त त्यस्तै हो सङ्गीता, हामी साथीभाइ मिलेर केही एउटा नयाँ काम गर्न लागेको छौँ, हेरौँ के हुन्छ। जे काम गर्दा नि यसो सोचेर गर्नु है। बाबु चिया दिनुहोस्। बाबु चिया खानाऊ। ल ल आयो है मामु। अनि भाउजू उता बुबा मम्मीलाई कस्तो हुनुहुन्छ नि? सन्चै हुनुहुन्छ? बुवाको प्रेसर बढेको रहेछ, औषधि खाइराख्नु भएको छ, अरू त सब ठिक छ बाबु। म आज स्कुल चाँडो जानुपर्छ मामु, फुटबल कोचिङको लागि। म स्कुल ड्रेस लाएर काकासँग जान्छु है मामु। ल ल, स्कुल ड्रेस चेन्ज गरेर आऊ न त। अनि स्कुलमा खाजा दिन्छ होइन त? फुटबल कोचिङमै खाजा दिन्छ मामु। अहिले म ड्रेस चेन्ज गरेर आउँछु है त मामु। भेनालाई सम्झनु पर्यो, आजकल भेनाजुको बानी अलिक बदलेको जस्तो लाग्यो। त्यो त मलाई पनि थाहा छ नि। बाबु आयन पनि आयो, आयनलाई स्कुलसम्म छोडिदिनु है। ल हुन्छ भाउजू, ल जाऊ बाबु। ल जाउँ सङ्गीता, अब खाना बनाउनु पर्छ। ए हस्, हुनु दिदी। के हो दाइ, कहिले रक्सी नखाने मान्छे पुरै रक्सी खाइरहनु भएको छ त? के भयो त्यस्तो? घराइसी तनाव भइरहेछ नि भाइ। यता हेऱ्यो भाइ उस्तै, उता हेऱ्यो बुढी उस्तै,
साह्रै टेन्सन भएर खाइरहेको नि भाइ। के काम थियो र त्यस्तो? काम त थिएन दाइ, तपाईँले लालपुर चाहिँ ल्याउनु भएन। पार्टी मसँग राम्रो राम्रो थियो। पार्टी राम्रो भएर के गर्ने भाइ? आफ्नो घरको पार्टी नै नराम्रो भएपछि लालपुर जब पनि घरमा राखेको कता गयो कता, जति खोजे नि भेटिँदैन। अरू कुनै उपाय छैन र दाइ? अब त तपाईँको भाइले जग्गा पनि बेच्नु नदिनु भइहाल्यो, अब के गर्नुहुन्छ त? मलाई अलिकति टाइम देऊ न भाइ। यो पार्टीसँग नभए पनि अर्को पार्टीसँग कुरा मिलाउला नि, हुन्न र? हुन त हुन्छ नि दाइ, तपाईँ पहिला काम पक्का गराउनुहोस्। पार्टी त म लिएर दिइहाल्छु नि, तपाईँ टेन्सनै नलिनुहोस् न। भाइ मैले त कुरामा तिमीलाई सोध्नै बिर्सेछ, अलिकति लिनुहुन्छ कि? होइन दाइ, म अहिले खान्न, तपाईँ खानुहोस्। मेरो एउटा पार्टीसँग मिटिङ छ, म निस्किन्छु। हुन्छ नि त, फेरि भेट्दै गरौँला नि। रक्सीले धेरै लागेछ। सङ्गीता, तिमीले खाना खायो त? दिदी, भेनाजुले त रक्सी खाएर आउनु भएछ त। ल अब यही काम बाँकी थियो, तिमीले त्यो पनि पुरा गर्यौ होइन त? शुभ लाग्यो तिमी खाए त मेरै पैसाले खाए, तिमीलाई के को टेन्सन? अब त रक्सी खाएर आउनु भयो नि तपाईँ, के टेन्सन पऱ्यो तपाईँले? त्यसो खुट्टै टेक्नु गरेर खाएर आउनु भएको छ। भेना यसरी कहिले रक्सी नखाने मान्छे यसरी लन्ने गरेर खाएपछि छरछिमेकीले के भन्छ? अघि सोच्नु पर्दैन? मेरो टेन्सनको जड भनेकै तिम्रो दिदी र सिजन त हो नि। एउटा गएर मान्छेलाई थर्काउने, एउटा कागजपत्र लुकाउने। तपाईँकै राम्रोको लागि त हो नि, तपाईँले मेरो कुरा कहिले बुझ्नु भएन। अब त बुझोस् पनि कसरी भाउजू, टन्न रक्सी खाएर भएको छ दाइले। तिमीले चाहिँ दिनकै खानु हुने, मैले एक दिन खाँदा तिमीहरूलाई के भयो? मेरो दिदीलाई जस्तै कुट्न खोजेको लुकुटा। ल बाबु, तपाईँको दाइ त बोलाउनु भएछ, माथि कोठासम्म लगिदिनुहोस् त। हस् भाउजू, हिँड्नुहोस्। ल ल भेनाजु लड्न लाग्नु म पनि कहाँ गएर कति खाएको हो, टेन्सन दिदी भएन। त्यो रियानलाई कसरी सम्झाउने होला? अब त खाना पनि थाल्नु भएछ।